भाग्यमा कस्तो लेखेको रहेछ बाँचेर के गरौँ लुकाई आँसु आँखाहरूमा हाँसेर के गरौँ कति छ जलन कति छ पीडा छातीमा अटेन दिउँसोको पनि अँध्यारो मेरो कहिले हटेन हृदयमा बाल्थे आशाको दियो कहिले जलेन खुसी बटुली हाँसौँला भन्थे कहिले चलेन कुवा छौ र दैवको लीला यस्तै नै रहेछ बाँचेर के गरौँ लुकाई आँसु आँखाहरूमा हाँसेर के गरौँ हाँसेर के गरौँ जीवनभरि मुटु नै जलाई नाचेर के गरौँ लुकाई आँसु आँखाहरूमा हाँसेर के गरौँ हाँसेर के गरौँ धन्यवाद धन्यवाद हाम्रो थ्याङ्क यू सलुजा नानी के छ ताल खबर ठिक छ ठिक छ कति राम्रो मनै छुने गीतहरू लेख्छौ भन्छौ है अब आँसु लुकाएर आँखाहरूमा आँसु लुकाएर हाँसेर पो के गर्ने हो छातीमा त कति पीडा छ कति जलन छ होइन हजुर हो नि अनि तिमीलाई यहाँ आइकन कस्तो लाग्छ यहाँ आएर अनि राम्रो लाग्छ आफै जस्तो अनि म धेरै उछिङ्गल र घमण्डी खालको मान्छेलाई म मन पराउँदैन यस्तै अनि जहिले पनि यी मेरो आँखाहरूलाई यस्तै दुखी पीडितलाई देख्न पाऊँ यस्तै दुखी पीडितको सेवा गर्न पाऊँ भनेर म सोचिरहेको छु यो मनले पनि मेरो धारणा त्यही छ मनले पनि त्यही भनिरहेको छ या हामी सबै जस्तो अनि हामीहरू पनि हो नि त मन हो नि हाम्रो मन त आत्मा त त्यति भाँचिएको छैन कसैको गोडा भाँचिएको छ कसैको शरीर लाग्दैन कसैको हाल लाग्दैन भने मन त राम्रो छ हाम्रो पनि आत्मा त राम्रै छ हाम्रो पनि भाँचिएको छैन हामी सबैको आत्मा हो भन्ने मान्छेलाई पनि मन पराउँछु बुझ्छु भने जसले मनको धारणालाई बुझ्छ भने त्यो मान्छेलाई नै बुझ्छु म पनि त्यो मान्छेलाई नै सहयोग गर्छु मन पनि पराउँछु अरू देखेर त आँखाको झार हुन्छ फेरि घमिन्डे खालको जसले म र मेरो भन्छ त्यसलाई म मन पराउँदैन मेरो बानी पनि छैन मेरो व्यवहार पनि छैन त्यस्तो म हामी र हाम्रो भन्ने मान्छेलाई राम्रो पनि मान्छु मेरो भावना पनि त्यस्तै छ